स्विमिङ पुलमा के भयो होला त यस्तो दाइले चाहिँ प्रेममा धोका पाएर आफ्नो ज्यान दिने कोसिस गर्नुभयो। सो हे गाइस के चाहिँ के छ मेरो त एकदमै ठिकठाक छ। अनि अहिले चाहिँ हामी यस्तो गोलमा स्विमिङ पुलतिर जाऊँ न त भन्नु ठाउँ स्विमिङ पुलतिर पनि नि स्विमिङ पुलतिर आएर झोलामा कपडा सपडा राखेर झोलालाई चाहिँ ताल चाहनी हो। अनि केटाहरूले चाहिँ स्विमिङ पुलतिर जाँदा बित्तिकै तल्का मचाउन थाल्यो। अनि कोला हाम्रो दाइलाई चाहिँ कसले धोका दिएछ। अनि दाइले चाहिँ म चाहिँ बाँच्दिन भनेर जान थाल्ने कोसिस गर्नुभयो। रातो न रातो फ्लेभरको रियल जुस मगाइवरी चेयर्स गर्दै मजासँग खान थालियो। अनि चिकन चाउमिन र चिकन फ्राई मोमो मगाइवरी गुवाम दिन थालियो। जो सुन्नीवाला एकदम मिठो थियो। अनि बेलुकी भए भइसकेपछि बदाम सेक पाइने ठाउँमा गएर बदाम सेक मगाइवरी चेयर्स गर्दै खान थाल्यो। जे अति नै मिठो थियो। अनि चोकमा गइवरी चटपटाई खाइन् न त भनेर चटपटाई मगाइवरी गुवाम दिन थाल्यो। जे अति नै मिठो थियो। आजको लागि यति हस्ता टाटा बाबा।